ए 10 वर्ष पहिले नै महामानवयुग पुरुष अमर डर गोपाल गुरुङजीले यो तीनवटा पार्टी दलहरूको भविष्यवाणी यसरी गरेर जानुभएको रहेछ नि त साथीहरू। त्यही भएर त अहिले यो तीनवटा पार्टी दलहरू नै पतन भएर गएको रहेछ नि त साथीहरू है। साथीहरू, महामानवयुग पुरुष अमर डर गोपाल गुरुङजीले 10 वर्ष पहिले यो तीनवटा पार्टी दलहरूको भविष्यवाणी गरेको भिडियो सबैजनाले सुनौँ त साथीहरू। अनि यो भिडियोलाई सक्दो सबैजनाले सेयर पनि गरौँ है साथीहरू। हस् त, धन्यवाद। सबैजनाको जय होस्, जय मङ्गोल, जय मूलवासी। माओवादीको यो जित्ने लडाइँ होइन भनेर अहिले भए पनि मैले त्यसमा कारण दिएको छु। यो कारणले माओवादीले यो लडाइँ जित्दैन भनेर अहिले भए पनि अहिले तीनैवटा पार्टीहरू महासङ्कटमा छ। अहिले उनीहरूलाई मृत्यु र बचाइको दोभानमा छ उनीहरू। त्यो कङ्ग्रेस, एमाले, तथाकथित एमाले अर्थात् बिग्रेको बिमाले, ब्रोकन माले र माओवादी तीनैवटा ठुल्ठुलो पार्टीहरू अहिले सङ्कटमा छ, मर्नु र बाँच्नुमा दोधारमा छ। माओवादीलाई जिताउनेमा अहिले म त्यो धेरै लामो भन्नु चाहन्न, किन मेरो भन्नुपर्ने संविधानको कुराहरू छ। माओवादीलाई जिताउनेमा विदेशीहरूको ठुलो हात छ, जनजातिहरूको ठुलो हात छ। किन भन्दा विदेशीले त्यो जनजाति बनाएर पैसा खर्च गर्यो, त्यो पैसाले गर्दाखेरि यसको